नमस्कार साथीहरू, आज म तपाईहरुलाई कार्यालय व्यवस्थापन अन्तर्गतको कार्यालय कार्यविधि सम्बन्धी भिडियो लिएर आएको छु। कृपया अन्तिम समय हेरेर सल्लाह सुझाव दिनुहोला भन्दै अब आजको विषयतिर जान्छौँ। आजको विषय छ कार्यालय कार्यविधि। कार्यालय कार्यविधि भन्नाले के बुझिन्छ भने कुनै पनि कार्यालयको उद्देश्य अनुसारको कार्यहरू सम्पन्न गर्नका लागि तयार गरिएको कार्यप्रणाली वा रूपरेखा वा खाकालाई चाहिँ कार्यालय कार्यविधि भनिन्छ भन्छ। अब कार्यालय कार्यविधि अन्तर्गत पत्र व्यवहार पर्यो, दर्ता र चलानी, परिपत्र, तोक आदेश, टिप्पणी लेखन आदि पर्दछन्। हामी चाहिँ यहाँ पत्र व्यवहार पढ्छौँ। दर्ता र चलानी, परिपत्र, तोक आदेश, टिप्पणी लेखन चाहिँ अर्को भिडियोमा पढ्नेछौँ। अब हामी पत्र व्यवहारमा जाउँ। पत्र व्यवहार भन्नाले लिखित रूपमा विवरण सन्देश पठाउने कार्य हो। सञ्चारको औपचारिक र अनौपचारिक साधन हो। सरल एवं प्रचलित माध्यम हो। वर्तमान समयमा विद्युतीय पत्र व्यवहारको उपयोग हुन्छ भन्न सकिन्छ। अब पत्र व्यवहारको महत्त्वमा जानकारीको आदान प्रदान, सम्बन्ध कायम, अभिलेख, दैनिक प्रशासन सञ्चालन, कम खर्चिलो हुन्छ र भरपर्दो हुन्छ। यसरी पत्र व्यवहारमा ध्यान दिनुपर्ने कुराहरूमा उचित सम्बोधन हुनु पर्यो, कार्यालयको नाम र ठेगाना हुनु पर्यो, सरल सटीक र स्पष्ट भाषा शैली, पत्र सङ्ख्या र चलानी नम्बर, पत्र जारी गर्ने शाखा, सूचनाको पूर्णता हुनु पर्यो, नाम, पद र हस्ताक्षर हुनु पर्यो। अब पत्र व्यवहारको गुणहरूमा सरलता, स्पष्टता, संक्षिप्तता, विनम्रता, पूर्णता, मौलिकता, प्रभावकारिता, शुद्धता, आकर्षक र औपचारिकता हुनु पर्यो। अब पत्र व्यवहारको अङ्गहरूमा शीर्षक, पत्र सङ्ख्या र चलानी नम्बर, पत्र जारी भएको मिति, सुरु सम्बोधन, पत्रको विषय, मूल ठेगाना वा भित्री ठेगाना, व्यवहार सुरु, मुख्य र सारांश, अन्तिम सम्बोधन वा अभिवादन, दरखास्त नाम र दर्जा, सङ्कलन कागजातहरू र बोधार्थ। अब पत्र व्यवहारको गुणहरूमा सरलता, स्पष्टता, संक्षिप्तता, विनम्रता, पूर्णता, मौलिकता, प्रभावकारिता, शुद्धता, आकर्षक र औपचारिकता। पत्र व्यवहारको गुणहरू चाहिँ माथि पनि छ जस्तो लाग्यो भनेपछि ल ठिक छ, दुईचोटि पढ्न पाए झन् हामीलाई फाइदा। अब पत्र व्यवहारको प्रकारहरूमा प्रयोगको आधारमा भनेको छ। प्रयोगको आधारमा सरकारी पत्र, व्यावसायिक पत्र, आवेदन पत्र, व्यक्तिगत पत्र। अनि गोपनीयताको आधारमा अति गोप्य, गोप्य, साधारण। प्राथमिकताको आधारमा तुरुन्त, अति जरुरी र साधारण। अनि संवेदनशीलताको आधारमा असंवेदनशील र सामान्य भयो। व्यक्तिगत पत्रहरू चाहिँ के हो त? व्यक्तिगत पत्र भने कस्तो पत्र हो त भन्दा व्यक्तिगत सूचना वा जानकारी दिन लेखिने पत्र, कानुनी आधार नभए पनि हुने, जस्तोसुकै कागज र ढाँचामा लेख्न सकिने, अनौपचारिक पत्रहरूको रूपमा लिइने, हस्ताक्षर र छाप नभए पनि हुने, परिवारको सदस्य र साथीभाइका लागि प्रयोग गरिने चाहिँ व्यक्तिगत पत्र भयो। इन्फर्मल लेटर। अब सरकारी पत्र भनेको चाहिँ सरकारी कार्यालयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन लेखिने पत्र। पत्र सङ्ख्या र चलानी नम्बर लेखिन्छ, कानुनी आधार हुन्छ, सरकारी निकायले तोकेको कागज र ढाँचामा तयार गरिन्छ, औपचारिक पत्र हो, हस्ताक्षर र छाप अनिवार्य हुन्छ, एक सरकारी कार्यालयले अर्को सरकारी कार्यालयलाई वा व्यक्तिलाई पठाइने पत्र हो सरकारी पत्र। व्यावसायिक पत्र। व्यावसायिक पत्र भन्नाले व्यवसाय सञ्चालनका सिलसिलामा लेखिने, पत्र सङ्ख्या, चलानी नम्बर उल्लेख गरिन्छ, कानुनी आधार हुन्छ, ढाँचामा एकरूपता नहुन सक्छ, हस्ताक्षर र छाप अनिवार्य हुन्छ, व्यावसायिक संस्थाहरूले कारोबारका सिलसिलामा लेखिने पत्र हो व्यावसायिक पत्र। अब यहाँ प्राथमिकताको आधारमा भनेको छ सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली 2065 को दफा 35 बमोजिम एउटा सरकारी कार्यालयबाट अर्को सरकारी कार्यालयमा कार्य फर्च्योटको लागि पठाउँदा देहाय बमोजिम प्राथमिकता तोकी देहायको अधिकारीले हस्ताक्षर गर्नुपर्ने र अर्को कार्यालयले पनि सोही बमोजिम तोकिएको अवधिभित्र कार्य फर्च्योट गर्नुपर्ने छ भनेको छ है। अब यहाँ प्राथमिकताको आधारमा भन्यो यसमा तुरुन्त, अति जरुरी र साधारण हैन। तुरुन्त पठाउनु पर्ने पत्रमा चाहिँ विभागीय प्रमुख वा कार्यालय प्रमुख वा शाखा प्रमुखको हस्ताक्षर, अनि जवाफ पठाउने 2 दिनभित्र। अनि अति जरुरीमा विभागीय प्रमुख वा कार्यालय प्रमुख वा शाखा प्रमुख को हस्ताक्षर,
र जवाफ पठाउने 5 दिनभित्र। अनि जरुरीमा चाहिँ कार्यालय प्रमुखभन्दा एक तह तल्लो अधिकृत 7 दिनभित्र जवाफ पठाउने। अनि साधारणमा सम्बन्धित अधिकृत 15 दिनभित्र। अब सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली 2065 को दफा 36 बमोजिम प्रशासकीय कार्य फर्च्योट गर्नुपर्ने कार्यको प्राथमिकता तोक्ने आधारमा चाहिँ चिठीपत्रलाई देखाएको 4 भागमा वर्गीकरण गरिएको छ भने हैन। यसमा चाहिँ अब तुरुन्तमा आफैले कार्य फर्च्योट गर्नुपर्नेमा पेश भएकै दिन र माथिल्लो तहमा पेश गर्ने भए सोही दिन र कार्यालय उठ्ने समय भए अड्डा बस्न साथ चाहिँ यो कार्य फर्च्योट गर्न पर्ने हुन्छ। अब अति जरुरीमा आफैले कार्य फर्च्योट गर्नुपर्नेमा 3 दिन र माथिल्लो तहमा पेश गर्ने भए 2 दिन हुन्छ। जरुरीमा आफैले कार्य फर्च्योट गर्ने भए 5 दिन र माथिल्लो तहमा पेश गर्नुपर्ने भए 2 दिन। साधारणमा आफैले कार्य फर्च्योट गर्नुपर्ने भएमा 10 दिन र माथिल्लो तहमा पेश गर्नुपर्ने भए 7 दिन भनेको छ हैन त। अब नेपाल सरकारको प्रशासकीय कार्य फर्च्योट नियम 2026 तथा आन्तरिक व्यवस्थापन कार्यविधि 2058 अनुसार नेपाल सरकारको प्रशासकीय कार्य फर्च्योट नियम 2026 तथा आन्तरिक व्यवस्थापन कार्यविधि 2058 सामान्य प्रशासन मन्त्रालय हरिहर भवनबाट प्रकाशित पुस्तकमा प्रशासकीय कार्य फर्च्योट बारे पत्रहरूलाई निम्नानुसार वर्गीकरण गर्ने गरिएको छ भनेको छ। साधारणमा जरुरी, अति जरुरी, तुरुन्त, गोप्य र अति गोप्य रहेछ हैन। गोप्य र अति गोप्य चाहिँ फरक रहेछ। भनेपछि अब साधारण पत्र भनेको कुनै कार्यालयबाट काम फर्च्योटका लागि केही कुरा जानकारी प्राप्त गर्न लेखिआएको पत्र साधारण पत्र हो। यस पत्रको जवाफ आफैले काम फर्च्योट गर्नुपर्ने भएमा 7 दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्ने भएमा 3 दिनभित्र पेश गरी कार्य फर्च्योट गर्नुपर्ने छ। साधारण पत्र हैन त। अब जरुरीमा जाउँ। जरुरीमा छ कार्य फर्च्योटका लागि पत्रमा प्राथमिकता अङ्कित गर्दा कामको जरुरीपना स्पष्ट गर्नुपर्दछ। जरुरी अङ्कित गरेको पत्र आफैले फर्च्योट गर्नुपर्नेमा 5 दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्नेमा 2 दिनमा पेश गरी आदेश प्राप्त गर्नुपर्दछ। अनि अति जरुरीमा चाहिँ कार्यालयमा उत्पत्ति भएको पत्र भए कामको प्रकृति हेरी पत्रको माथि अत्यन्त जरुरी भनी उल्लेख गर्नुपर्दछ। अति जरुरीको सङ्केत राख्दा प्राय जसो रातो मछली राख्नुपर्दछ। यस्तो पत्र सम्बन्धित आफैले काम फर्च्योट गर्नुपर्नेमा 3 दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्ने भएमा 1 दिनमा फर्च्योट गर्नुपर्दछ भने। अनि कहिलेकाहीँ प्राप्त हुनासाथ कारबाही गर्नुपर्ने हुन्छ अति जरुरी चाहिँ है। अब तुरुन्तमा छ कार्यालयमा कुनै कार्य सम्बन्धी तुरुन्त भनी प्राथमिकता अङ्कित गरी प्राप्त भएको पत्रको कारबाही तुरुन्त गर्नुपर्दछ। कार्यको प्रकृति हेरी तुरुन्त भनी प्राथमिकता अङ्कित भएको पत्र सम्बन्धित कार्य फर्च्योट गर्दा आफैले काम फर्च्योट गर्नुपर्नेमा आफू समक्ष पेश भएकै दिन र माथिल्लो स्तरमा पेश गर्नुपर्नेमा सोही दिन तुरुन्त र कार्यालय उठ्ने समयमा गरेको भए कार्यालय बस्न साथ तुरुन्त कार्य फर्च्योट गरी निकासा लिनु पर्दछ भन्छ। गोप्यमा छ निश्चित वा अनिश्चित समयसम्म प्रकाशनमा ल्याउँदा हानि नोक्सानी तथा नराम्रो असर पर्ने खालको काम कारबाही प्रकाशन नगर्नुलाई गोप्य भनिन्छ भन्छ। यस्तो काम कारबाही सम्बन्धित पत्रलाई गोप्य पत्र भनिन्छ। गोप्य पत्र खास व्यक्तिहरूको बीचमा मात्र सञ्चार हुन्छ। सम्बन्धित व्यक्तिहरू वा कार्यालय प्रमुखले मात्र थाहा पाउने भनी पत्र माथि गोप्य भनी अङ्कित गरिन्छ। यस्तो पत्र सम्बन्धित अधिकृतलाई प्रमुखले गोप्य तरिकाले काम गर्न निर्देशन दिई कार्य फर्च्योट गरिन्छ। गोप्य पत्रको कारबाही गोप्य तरिकाले गरी चलानी पनि सोही बमोजिम गर्नुपर्दछ। खास क्षेत्रमा सीमित राख्नुपर्दछ। गोप्य पत्र खामबन्दी गरी पठाउनु पर्दछ भन्छ है। अब 6 नम्बरमा अति गोप्य भन्छ। खास विषयमा निश्चित क्षेत्रको विषय व्यक्तिले बाहेक अरूले थाहा पाउने नहुने खालको विषयको पत्रलाई अति गोप्य भनी पत्रमा अङ्कित गर्नुपर्दछ। यस्तो काम कुरा निश्चित समयमा कुनै सूत्रबाट पनि सम्बन्धित काम गर्ने क्षेत्र वा व्यक्ति बाहेक अरूलाई जानकारी दिनु हुँदैन भन्छ है।
अनि अति गोप्य भनी अङ्कित भई आएको पत्र प्राप्त हुनासाथ कार्यालय प्रमुख वा सम्बन्धित व्यक्ति कहाँ पुर्याउनु पर्दछ। सम्बन्धित व्यक्तिले अध्ययन गरी अति गोप्य तरिकाबाट कारबाही गर्नुपर्दछ। कार्य समाप्त भइसकेपछि पनि प्रकाशन गर्न नहुनेलाई अति गोप्य राख्नु पर्दछ। अति गोप्य पत्र पठाउँदा खामबन्दी गरी त्यसलाई लालछाप लगाई खामको बाहिर पनि अति गोप्य भनी लेख्नु पर्दछ भन्छ। अब यस सम्बन्धी प्रश्न उत्तर पनि तल राखिदिएका छौँ। प्रश्न नम्बर 1 मा छ कार्यालयमा प्राप्त भएको चिठीपत्रको अभिलेख राख्ने कार्यालय के भनिन्छ भनेको छ। 4 वटा अप्सन छ, यसको उत्तर क दर्ता। 2 मा छ पत्र दर्ता गर्दा के कुरा उल्लेख गरिन्छ भन्छ। क पठाउनेको नाम र ठेगाना, ख मा मिति, ग मा विषय, घ मा माथिको सबै। यसको उत्तर 2 को ख, घ माथिका सबै। 3 मा छ दर्ता किताबमा कुन कुन बेहोरा लेखिएको हुन्छ भन्छ। दर्ता किताबमा यसमा दर्ता नम्बर तथा दर्ता मिति, ख मा प्राप्त भएको पत्रको सङ्ख्या र पत्र मिति, ग मा पठाउने कार्यालयको नाम, पत्रको व्यवहार र विषय, क मा पत्र बुझ्ने फाँटवालाको नाम, सही र मिति तथा कैफियत महल, घ मा माथिको सबै। यसको उत्तर माथिको सबै। 4 मा छ दर्ता सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन कार्यविधि 2058 को अनुसूची कतिमा उल्लेख गरिएको छ भनेको छ। क मा अनुसूची 1, ख अनुसूची 2, ग अनुसूची 3, घ अनुसूची 4। एन्सर अप्सन ग अनुसूची 3। कार्यालयबाट चिठी पत्रहरू पाइने समयमा पत्रको अभिलेख राख्ने कार्यालय के भनिन्छ भन्छ। दर्ता। कार्यालयबाट चिठी पत्रहरू अन्यत्र पठाउने समयमा पत्रहरूको अभिलेख राख्ने कार्यालय के भनिन्छ भन्दा चलानी। चलानी गर्दा के कुरामा खुलाउनु पर्दछ भन्छ। क पत्र पठाउनेको नाम, ठेगाना, मिति, विषय, म माथिका सबै। एन्सर माथिका सबै। 8 मा छ चलानी किताबमा के कुरा अभिलेख गरिन्छ भन्छ। क मा चलानी नम्बर र मिति, चलानी हुने पत्रको पत्र सङ्ख्या, ख मा पत्रको मिति, पत्रको व्यवहार वा विषय, ग मा पत्र प्राप्त गर्ने कार्यालयको नाम, ठेगाना र कैफियतको महल, घ मा माथिका सबै। एन्सर अप्सन घ माथिका सबै। 9 मा छ सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन कार्यविधि 2058 को अनुसूची कतिमा चलानी किताबको नमुना राखिएको छ भन्छ। यसमा छ अनुसूची 4। कुनै पनि कार्यालयले कार्यालयभित्र र बाहिर सञ्चार गर्ने जानकारीलाई के भनिन्छ भन्छ। सूचना। सूचना के कुरा समावेश हुन्छ सूचनामा भन्दा यसमा नयाँ वा परिवर्तन भएको नीति, नियम, कार्यविधि, अनि सरलता, संक्षिप्त र स्पष्टता, सूचनाको सम्बन्धित विषय, यसले पार्ने प्रभाव, अनि गमा माथिका सबै। यसको उत्तर माथिका सबै। 13 मा छ सूचनाको प्रकारहरू के हुन् भन्छ। परिपत्र, तोकादेश, माथिका दुवै, कुनै पनि होइन। यसको उत्तर माथिका दुवै। 14 मा छ मन्त्रालय वा केन्द्रीय निकायबाट नीतिगत स्पष्टता वा कार्यगत एकरूपताको लागि मातहत निकाय कार्यालयमा पठाइने निर्देशात्मक पत्रलाई के भनिन्छ भन्छ। यसलाई परिपत्र। अब मातहतको सबै कार्यालयलाई एकै विषयको जानकारी लिखित रूपमा दिनुलाई के भनिन्छ भन्छ। परिपत्र। यसमा परिपत्र दर्ता चलानीको पनि अलिअलि क्वेसन परेको छ। यसको चाहिँ अलि विस्तृत रूपमा चाहिँ हामी अर्को भिडियोमा पढ्छौँ। यो परिपत्र भनेको के हो, दर्ता चलानी भनेको के हो, तोकादेश भनेको के हो, टिप्पणी भनेको के हो भनेको चाहिँ हामी अर्को भिडियोमा पढ्छौँ। र यसमा पनि अलिअलि क्वेसन आन्सरमा चाहिँ यसमा यो पनि परेको रहेछ होइन। 15 मा मातहतका सबै कार्यालयलाई एकै विषयको जानकारी लिखित रूपमा दिनुलाई के भनिन्छ भन्दा परिपत्र। तपाईँलाई यहाँबाट पनि बेस भयो र अलिक क्लियर हुनको लागि अर्को नेक्स्ट भिडियो पनि आउँछ। अनि त्यसपछि 16 मा छ यसको उत्तर हुन्छ। 15 को उत्तर ग परिपत्र भइहाल्यो। 16 मा छ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूलाई पठाएको परिपत्रलाई सोझै पठाएकोलाई के भनिन्छ भन्छ। सिधै गएको परिपत्र भन्छ। 17 मा छ मन्त्रालय विभागले शाखा, उपशाखा तथा अन्तर्गत कार्यालय गरी पठाएको परिपत्रलाई के भनिन्छ भन्छ क्या। मन्त्रालयले विभागले शाखाले उपशाखा त्यसरी चाहिँ पठाएको पत्रलाई के भनिन्छ भन्छ। त्यसलाई तहगत भई गएको परिपत्र भन्छ। अनि 18 मा छ कुनै विषयमा वा निवेदन माथि
माथि अधिकार प्राप्त अधिकारीले के कस्तो काम कारबाही गर्ने हो सो बारेमा त्यस्तै पत्रमा लिखित रूपमा दिने निर्देशनलाई के भनिन्छ भन्दाखेरि तोकादेश। ल यसको अलिक क्लियरली अर्को भिडियोमा आइहाल्छ। 19 मा छ लिखित रूपमा एक पक्षले अर्को पक्षसँग सम्पर्क राख्नका लागि गरिने क्रियाकलाप अर्थात् कागजमा आवश्यक कुरा लेखी अर्को पक्ष वा व्यक्तिलाई सम्बोधन गरी एक स्थानबाट अर्को स्थानमा पठाउने कार्यविधिलाई के भनिन्छ भन्छ त्यसलाई पत्र व्यवहार। 20 मा छ संसारमा लिखित सञ्चारको सबैभन्दा बहुप्रचलित माध्यम के हो भन्छ पत्र व्यवहार नै हो। 21 मा छ पत्र व्यवहार सञ्चारको कस्तो माध्यम हो भन्छ सरल तथा प्रचलित माध्यम हो। 22 मा पत्र व्यवहारको आधुनिक यान्त्रिक पद्धति कुन हो भन्छ विद्युतीय माध्यम हो। 23 मा छ एउटा आदर्श चिठी वा पत्रमा कस्ता गुणहरू हुनु आवश्यक छ भन्छ सरलता, स्पष्टता, संक्षिप्तता, ग माथिका सबै उत्तर माथिका सबै भइहाल्ने। 24 मा छ एउटा आदर्श चिठी वा पत्रमा कस्तो गुणहरू हुनु आवश्यक छ भन्छ विनम्रता, पूर्णता, मौलिकता माथिका सबै अनि उत्तर पनि माथिका सबै। 25 मा छ एउटा आदर्श चिठी वा पत्रमा कस्तो गुणहरू आवश्यक छ भन्छ प्रभावकारिता, शुद्धता, आकर्षण र माथिका सबै उत्तर माथिका सबै। प्रयोगका आधारमा चिठी पत्रको विभाजन कुन पर्दछ भन्छ सरकारी पत्र, व्यावसायिक र व्यापारिक पत्र, आवेदन पत्र, व्यक्तिगत वा निजी पत्र माथिका सबै। 27 मा छ कुनै पनि सरकारी कार्यालयले अन्य कार्यालय, विभाग, शाखा वा अन्य व्यक्ति वा संस्थासँग विभिन्न काम कारबाहीको लागि पठाउने चिठीलाई कस्तो चिठी भनिन्छ भन्छ यसलाई सरकारी चिठी भनिन्छ। 28 मा छ सङ्घ संस्थाहरूले एकले अर्को व्यापारीलाई पठाउने व्यावसायिक कारोबार सम्बन्धी चिठीलाई कस्तो चिठी भनिन्छ व्यावसायिक वा व्यापारिक चिठी। 29 मा छ कुनै व्यक्ति वा कर्मचारीले आफ्नो विषय कामका लागि सरकारी, व्यावसायिक, शिक्षण तथा सङ्घ संस्था आदिमा व्यवहार गर्ने पत्रलाई के भनिन्छ भन्छ आवेदन पत्र। 30 मा छ कुनै व्यक्तिले आफ्नो परिवारका सदस्य वा साथीभाइलाई व्यक्तिगत विषयमा लेखिने पत्रलाई के भनिन्छ भन्छ व्यक्तिगत पत्र। आज हामीले के पढ्यौँ भन्दा पत्र व्यवहारको कुरा मुख्यतः पढ्यौँ। अब अरू तोक आदेश अनि त्यसपछि परिपत्र, त्यसपछि दर्ता चलानीको कुराहरू चाहिँ अर्को भिडियोमा पढ्छौँ किनभने भिडियो धेरै लामो भयो। त्यही भएर नि मैले आजको लागि यति मात्र राखेको छु। अब भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोला अनि त्यसपछि यस्तै भिडियोको लागि तपाईहरुले चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै आजको लागि चाहिँ म यति भन्दै यहाँबाट बिदा हुन्छु। यति भन्दै चाहिँ आज म यहाँबाट बिदा हुन्छु। हस्त धन्यवाद।